नमस्कार सबैजना सन्चै हुनुहुन्छ? आज नयाँ वर्ष 2082 वैशाख 1 गते नयाँ वर्षको आज पहिलो दिन हामी एकदमै खुसी भएर एकदमै रमाएर इन्जोय गरेर मनाउनु पर्छ है त। किन थाहा छ? किनभने आजको दिन हामीले जसरी कटाउँछौँ नि हाम्रो वर्षभरि नै त्यसरी बित्छ रे। हजुरहरू सबैजनालाई थाहा छ है। त्यसै माथि पनि अझै हाम्रो दैलेखको सोल्टिनी हाम्रो आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीहरू एकदमै शालीन भद्र एकदमै मायालु हुनुहुन्छ। मलाई थाहा छ। म योभन्दा पहिलो वर्ष पनि आएको थिएँ। तपाईँहरू मलाई वास्तवमा दैलेख भन्ने बित्तिकै एकदमै मनपर्ने ठाउँ। यहाँका मान्छेहरू उत्तिकै मनपर्छ मलाई एकदमै। आई लभ यु टु। हामी मजाले इन्जोय गर्नुपर्छ है। सबैप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। यो एकदमै सुन्दर ठाउँ दैलेखमा आउने यो अवसर जुटाइदिनु भएको छ। दैलेख सांस्कृतिक तथा पर्यटन महोत्सव जसले यो आयोजना गर्नुभयो उहाँहरूप्रति एकदमै हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। यसै गरी यो ठाउँमा आउने एउटा ठुलो अवसर दिलाइदिनु हुने हाम्रो सर हुनुहुन्छ, उहाँलाई एकदम हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। हाम्रो आदरणीय राजु दाजुलाई पनि एकदमै हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। राजु दाजु आफैमा पनि समाजसेवी व्यक्तित्व, आफैमा गायक सर्जक पनि हुनुहुन्छ। हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। यसै गरी हाम्रो होस्टमा हुनुहुन्छ एकदमै सुमधुर आवाजले मन्त्रमुग्ध बनाइरहनु भएको छ तपाईँहरूलाई, हो कि होइन? उहाँलाई पनि एकदमै हार्दिक धन्यवाद एकदमै हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। जति पनि जसले यो आयोजना गर्नुभएको छ सबैप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। स्टेजमा आसीन हाम्रो आदरणीय सम्माननीय व्यक्तित्वज्यूहरू हुनुहुन्छ। सबैलाई हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। आज एकदमै धेरै रमाइलो हुनेवाला छ। ह्याप्पी न्यू इयर। धेरै धन्यवाद छ। कस्तो सुन्ने गीत गाउने कि नाच्ने नै हो? आज त नाच्नुपर्छ है। शान्त हुने नै होइन, हो कि होइन? आज सुरक्षै हुने हुँदैन। त्यसैले मेरो कुन गीतहरू सुन्नु भएको छ? मैले धेरै गीतहरू गाएको छु। केही समय अगाडि गाएको गीत सधैँ टाढा भइने अहिले सँगै छौ तिम्रो आइने, यो गीत छ। यसै गरी जमाया सुनालेमा गलबन्दी बुनौली, सुन्नुभएको छ? यसै गरी जम्साना भागेर दिँदैन मागेर। वास्तवमै मन परेको मान्छेसँग भागेर भए पनि जानुपर्छ है। हेर्नुहोस्, तर जिन्दगी जाले राम्रोसँग कटाउनु पर्छ। कहीँ कसैले धोका दिनु पाइँदैन। यसै गरी सबै गीतहरू गाउने छु। अहिलेको प्रस्तुतिमा पनि बजाइदिनु होला। ट्र्याक नम्बर 4 को सान्नानी टु जाम्साना भागेर दिँदैनन् मागेर, है त। मलाई एकदमै मन पर्ने ठाउँ। यति टाढाबाट यति दुःख गरेर आइरहेको छु। तपाईँहरूले मलाई फुल सपोर्ट गर्नुपर्छ है त। हुन्छ? एकदमै धन्यवाद छ। अब भने सान्नानी टु बजाइदिनु होला। लाइट होला है त। ल घन्टाइदियो।